यो चाहिँ जोरपोखरीको के भन्छ पोखरीदेखि अलिकति माथि पर्छ हैन। यो चाहिँ मन्दिर हो एकदमै। यो चाहिँ कति हो नि 6 वडा 6 कोस र 5 को सङ्गम स्थलको बिचमा पर्ने माङ्गिम यो चाहिँ माङ्गिम हो। पोखरीदेखि चाहिँ थोरै मासतिर जानुपर्छ, थोरै अलिकति मास्लो साइडमा जानुपर्छ। हामी चाहिँ यहाँनिर आन्टी साथीहरूसँग घुम्न भनेर आएको छौँ। आज तपाईँलाई म यहाँ माङ्गिमको दृश्यहरू देखाउने छु। साथीहरूलाई सबैजनाले दर्शन गर्नु होला, टाढैबाट भए पनि हैन। यही यस्तो हुनुहुन्छ माङ्गिम, दर्शन गर्नु होला है त। यो चाहिँ मास्लो साइड यो होम गर्ने ठाउँ हो माङ्गिमको। त्रिशुलले देख्न सक्नुहुन्छ कस्तो राम्रो वरिपरिको दृश्य यस्तो छ। पातलेहरूदेखि लगेर तितेपातीहरू मजाले फुलिरहेछन् हैन। कोही चाहिँ तितेपाती यस्तो भइरहेछ भने कोही चाहिँ फुलिरहेछन्। यता पनि माङ्गिम बनाएको छ। जम्मा 3टा मन्दिर हुनुहुन्छ हैन, तर एकदमै राम्रो छ। मेरो चाहिँ अलिक फोनको प्रब्लमले गर्दा पनि होला अलिक नराम्रो आएको हो। यता पनि धुपीहरू रोपेको छ, सल्लाहहरू। उहाँ चाहिँ मेरो आन्टी साथीहरूसँग हामी चाहिँ नाइटको टाइममा घुम्न आएको हो हैन। नाइट भन्दा पनि त्यति साह्रो नाइट चाहिँ भएको छैन, तर पनि यहाँ हेर्नु सल्लो यसलाई त नै धुपी भन्छ होला। धुपीहरू कस्तो राम्रो छ, तितेपाती भिडियो हेर्नु। यो चाहिँ भर्खरै बनाउनु भएको हो, यो चाहिँ नयाँ भन्नुपर्छ। यता यो चाहिँ तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने तपाईँहरूलाई पनि स्वागत छ है। ए वेलकम छ माङ्गिम। यो चाहिँ कुन ठाउँमा पर्छ भनेर तपाईँहरूलाई कतिपयलाई त थाहा हुनसक्छ, कतिपयलाई त थाहा हुँदैन नि त अब कहाँ हो के हो भनेर। यो चाहिँ जोरपोखरी, यो वडा 5 र वडा 6 को बिचमा सङ्गम स्थल भन्छ यसलाई चाहिँ। बिचमा बनाइएको यो मन्दिरहरू हो। यहाँ चाहिँ अब टाढा टाढाबाट भन्दा पनि आउनुहुन्छ घुम्नलाई, दर्शन गर्नको लागि हैन। यो चाहिँ भर्खर बनाइएको संरचना हो। खासै यसलाई मर्मत चाहिँ अब अझै गर्नै छ। गर्न चाहिँ प्राय गरेको छैन, आधीउधी गरिसक्नुभयो, अब आधीउधी गर्नै छ। यो चाहिँ पुरानो होला, यो सामानहरू राख्ने ठाउँ हो हैन। अहिले चाहिँ पुरा घाम आइरहेछ। यहाँनिर गुराँसहरू पनि हुन्छ, राम्रोसँग देख्न सक्नुहुन्छ यही मन्दिरहरू। तपाईँहरूलाई पनि मन पर्यो भने लाइक कमेन्ट गर्नु होला र घुम्न आउनु होला भन्न चाहन्छु है साथीहरूलाई सबैजनालाई। अनि सल्लाहहरू यो धुपीहरू मजाले रोपेको छ यहाँनिर। अनि तितेपातीहरू एकदमै राम्रो छ। रिल्स बनाउने, भिडियो बनाउन चाहनुहुने सम्पूर्ण फेसबुक प्रेमी साथी सङ्गिनी यसलाई चाहिँ गर्छु। यहाँ चाहिँ साथी आन्टीसँग, यहाँ चाहिँ मेरो सबिना, उहाँ आन्टी मेरो। हामी रिल्स बनाउनको लागि साथसाथै दर्शन गर्नको लागि आएको छौँ सबैजना। फुलहरू कस्तो राम्रो फुलेको छ देख्न सक्नुहुन्छ है। कस्तो राम्रो फुलेको छ है। मन पर्यो भने तपाईँहरू पनि घुम्न आउनु होला, लाइक कमेन्ट गर्नु होला। तपाईँहरूलाई मन पर्यो भने कमेन्टमा बताउनु होला मन पर्यो भनेर। अब राम्रो भिडियो बनाउन के कमी कमजोरी भयो भने पनि सल्लाह दिनु होला है भन्दै म चाहिँ अब भिडियो बनाउन गएको हो। बाई बाई।